रुसी सेनाको जागिर छोडेर आएका युवा प्रकाश बोहराको रक्तमय जुत्ता बन्यो जेनजी विद्रोहको प्रतीक। प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रको नाममा सम्बोधन। जेनजीको माग अनुसार भ्रष्टाचारमा छानबिन हुने। प्रधानमन्त्री कार्कीद्वारा घोषणा। सरकारी कार्यालयमा बिना झन्झट सेवा प्रवाह हुने। नेपाल मानव अधिकार संगठनद्वारा पदीय दुरुपयोग गरी अथाह सम्पत्ति कमाउनेहरूमाथि तत्काल छानबिनको माग। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको ठोकुवा। भ्रष्ट नेताहरूको अकुत सम्पत्ति छानबिन र कारबाही नभएसम्म भ्रष्टाचार अन्त्य नहुने। जेएनजी आन्दोलनमा षड्यन्त्रकारीको ठूलो घुसपैठ भएको नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको आरोप। ओली देवा सहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी। सरकारले अनुसन्धानमा अघि बढाउने। जेएनजीलाई गोली हान्न आदेशको आरोप लागेका सिडिओलाई मन्त्रालयमा तानियो। राष्ट्र भूमि आयोग खारेज। 1444 कर्मचारीको रोजगारी धरापमा। बिना अनुमति सडक खन्ने व्यक्तिलाई काठमाडौँ महानगरको नगर प्रहरी बलद्वारा 50,000 रुपियाँ जरिवाना। पूर्व निर्देशक डाक्टर डम्बर खड्काको सुर्खेत स्थित घर खरानी। जन्मथलोको सेवा गर्नु नै अभिशाप भयो भन्दै उहाँ भावुक। जेएनजी प्रदर्शनका क्रममा झापाबाट दुर्लभ कछुवा चोरी र प्रतिष्ठानमा 70 लाख बराबरको क्षति। संघीय खर्च कटौतीको निर्देशनमा कोशीको मुख्यमन्त्री कार्कीको कडा आक्रोश। हुकुमी शासन नचल्ने चेतावनी। एमाले सचिव योगेश भट्टराईद्वारा पार्टी र नेतृत्व पुनर्गठन माग। माफी चाहन्छु भन्दै पुनर्गठनमा जोड। माओवादी नेता जनार्दन शर्माद्वारा पार्टी नेतृत्वलाई खुला चुनौती। नेतृत्व हस्तान्तरणका लागि सामूहिक राजीनामाको माग। केन्द्रीय समिति बैठकमा प्रचण्डले भने मलाई पदमा बसिराख्न पर्छ भन्न लाग्दैन। डाक्टर भट्टराईको टिप्पणी। कांग्रेस एमाले माओवादी सुध्रिँदैनन्। वैकल्पिक शक्तिहरू बालेन्द्र शाह र हर्क साम्पाङ एक ठाउँमा आउन आह्वान। सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचनको तयारीमा। टिकट वितरण बारे जनतासँग सुझावको माग। मधेस केन्द्रित दलहरू बीच एकताको बहस सुरु। दशैं यात्राको शास्ति। 1,38,000 यात्रुले काठमाडौँ छाडे पनि राजमार्गमा पहिरो खस्दा यात्रुलाई शास्ति। दशैं नजिकैसँगै सडक अवरुद्ध। आन्तरिक हवाई उडानमा चाप बढ्यो। धादिङको ज्वाङ खोलामा फेरि पहिरो खस्यो। पृथ्वी राजमार्ग अवरुद्ध हुँदा दशैंको यात्रु बाटैमा रोकिए। जल तथा मौसम विज्ञान विभागका महानिर्देशकको जानकारी। नेपालमा अझै 1 हप्ता मनसुन सक्रिय रहने। हलेसी तुवाचुङ नगरपालिकामा करिब 1 घण्टाको अन्तरमा 2 छिमेकीको घर र गोठमा अज्ञात व्यक्तिबाट आगजनी। नेपालमा छेपारोको 2 नयाँ प्रजाति मकवानपुर गढी वेन्टोड गेको र चुरे वेन्टोड गेको फेला। ऊर्जा मन्त्री कुलमान घिसिङद्वारा हरित हाइड्रोजन ऊर्जा प्रबन्धनका लागि स्विजरल्यान्डका राजदूतसँग सहयोग आग्रह। साउमी मोबाइल खरिद गर्ने ग्राहकका लागि 50 लाखसम्मको उपहार घोषणा। जेएनजी आन्दोलनका कारण बागमती प्रदेशमा 90 करोड भन्दा बढीको क्षति। पुनर्निर्माणमा 71 करोड लाग्ने। राप्रपा नेता ज्ञानेन्द्र साईको टिप्पणी। सडकमा जित्यो तर राजनीतिक रूपमा हार्यो। लुम्बिनी प्रदेशमा चाडपर्वमा झण्डै 8,000 प्रहरी खटिने। जेलबाट भागेको कैदीबन्दी मुख्य सुरक्षा चुनौती। केबल कार दुर्घटनामा 7 बौद्ध भिक्षुको मृत्यु। मृतकहरूमा भारत, रुस र रोमानियाका भिक्षुकहरू। भारतको दुर्गम लद्दाख क्षेत्रमा स्वायत्तताको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बन्यो। झडपमा 4 जनाको मृत्यु। भारतको डीआरडीओद्वारा रेल आधारित मोबाइल लन्चरबाट पहिलो पटक मध्यम गतिको अग्नि प्राइम मिसाइलको सफल परीक्षण। उत्तर पश्चिम भेनेजुलाको जुलिया राज्यमा 6.3 म्याग्निट्युडको भूकम्प महसुस। विश्वभर लाबुबु डलको क्रेज। नक्कली खेलौनामा हानिकारक रसायन बेचियो। बेलायतमा बिगबिगी। अमेरिकामा नयाँ घरको बिक्री 3 वर्ष यताको उच्च। बिल्डरहरूको छुटले एकल परिवार घरको बिक्री 20% बढ्यो। नेपाल र वेस्ट इन्डिज बीच क्रिकेट सम्बन्ध बाक्लिँदै। नेपाल आइसिसी पूर्ण राष्ट्र वेस्ट इन्डिजसँग पहिलो पटक T20 श्रृङ्खला खेल्दै। नमस्कार दर्शकबिन, हामी देश र विदेशका ताजा र महत्त्वपूर्ण समाचार लिएर तपाईहरु सामु उपस्थित भइसकेका छौं। तपाई कुन ठाउँबाट हामीलाई हेर्दै हुनुहुन्छ कमेन्टमा आफ्नो गाउँ वा शहरको नाम उल्लेख गर्न नबिर्सनु होला। यदि आजको समाचार सामग्री मन पर्यो भने भिडियोलाई लाइक गर्न पनि नभुल्नु होला। अब हेरौं आजको प्रमुख खबरहरू। रुसी सेनाको जागिर छोडेर आएका युवा प्रकाश बोहराको रक्तमय जुत्ता बन्यो जेएनजी विद्रोहको प्रतीक। दैलेखका 28 वर्षीय प्रकाश बोहरा जेएनजी आन्दोलनको पहिलो दिन भदौ 23 गते माइतीघर मण्डलबाट संसद भवनतर्फ जाँदै गर्दा प्रहरीको गोली लागि गम्भीर घाइते हुनुभयो। उहाँको रगतले लतपतिएको सेतो जुत्ता सामाजिक सञ्जालमा भाइरल भएपछि यो जुत्ता आन्दोलनको सर्वाधिक चर्चित आइकन बनेको छ। बेरोजगारी र घरको ऋणले गर्दा प्रकाश 2 वर्ष अघि रुसी सेनामा भर्ती भएका थिए र युक्रेन विरुद्धको युद्धमा होमिएका थिए। करिब 5 महिना अघि सकुशल नेपाल फर्केका उहाँले सुशासनको माग गर्दै आन्दोलनमा भाग लिएका थिए। यो जुत्ता उनले रुसबाट कमाएको पैसाले नेपालगञ्जबाट किनेका थिए। गोली लागे पनि प्रकाशलाई कुनै पछुतो छैन। उहाँको कामना छ जेएनजीले खाएको गोलीबाट बनेको सरकारले मृत परिवार र घाइतेलाई राहत दियोस्, भ्रष्टाचार अन्त्य गरोस् र सुशासन कायम गरोस्। उनको यो बलिदानले नो नट अगेन अभियानलाई अझ बलियो बनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रको नाममा सम्बोधन, जेनजीको माग अनुसार भ्रष्टाचारमा छानबिन हुन्छ। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै देशको राजनीतिक प्रणालीमा सुधार आवश्यक रहेको स्वीकार गर्नुभएको छ। उहाँले जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनको मागलाई सम्बोधन गर्दै भ्रष्टाचारमा छानबिन हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले सरकारको सेवा प्रवाहलाई छिटो र छरितो बनाउने र जनताको अपेक्षा अनुसार काम गर्ने घोषणा पनि गर्नुभएको छ। उहाँले आन्दोलनबाट उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर गर्दै सबै पक्षलाई संयमित भएर सहयोग गर्न आह्वान गर्नुभएको छ। प्रधानमन्त्री कार्कीद्वारा घोषणा, सरकारी कार्यालयमा बिना झन्झट सेवा प्रवाह हुने, गुनासोको लागि हटलाइन व्यवस्था। प्रधानमन्त्री कार्कीले सम्बोधनका क्रममा सरकारी कार्यालयमा बिना झन्झट सेवा प्रवाह सुनिश्चित गर्ने घोषणा गर्नुभएको छ। उहाँले नागरिकहरूको गुनासो सुन्नका लागि हटलाइन व्यवस्था गरिने र यसबाट सरकारी सेवालाई पारदर्शी र जनमैत्री बनाइने बताउनुभयो। यो घोषणा भ्रष्टाचार र ढिलासुस्तीबाट आजित नागरिकलाई छिटो छरितो सेवा दिनको लागि महत्त्वपूर्ण मानिएको छ। हटलाइनको प्रभावकारी सञ्चालन भएमा नागरिकका दैनिक समस्या हल हुने विश्वास लिइएको छ। यसले जनता र सरकार बीचको दूरी घटाउने लक्ष्य राखिएको छ। प्रधानमन्त्री कार्कीले अलग्गै आयोग वा अख्तियार मार्फत हुने छानबिन बारे स्पष्ट पारिनन्। प्रधानमन्त्री कार्कीले भ्रष्टाचार छानबिन हुने प्रतिबद्धता जनाए पनि छानबिन कसरी हुन्छ, नयाँ आयोग गठन गरेर वा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मार्फत हुने भन्ने बारेमा स्पष्ट पार्नु भएको छैन। यो विषयमा राजनैतिक वृत्तमा अन्यल कायम छ। उहाँको मौनताले भ्रष्टाचार छानबिनको प्रक्रिया र निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने विश्लेषण गरिएको छ। भ्रष्टाचार छानबिनको स्वरूप कस्तो हुने भन्ने बारे थप निर्णय आउन बाँकी छ। नेपाल मानव अधिकार संगठनद्वारा पदीय दुरुपयोग गरी अथाह सम्पत्ति कमाउनेहरूमाथि तत्काल छानबिनको माग। नेपाल मानव अधिकार संगठनले पदीय दुरुपयोग गरी अथाह सम्पत्ति आर्जन गर्ने व्यक्तिहरूमाथि तत्काल छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेको छ। संगठनले जेनजी आन्दोलनको मागलाई ध्यानमा राख्दै सरकारले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लागू गर्न दबाब दिएको हो। अवैध सम्पत्ति छानबिन गरी राष्ट्रियकरण गर्नुपर्ने संगठनको माग छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको ठोक्वा, भ्रष्ट नेताहरूको अकुत सम्पत्ति छानबिन र कारबाही नभएसम्म भ्रष्टाचार अन्त्य नहुने। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भ्रष्ट नेताहरूको अकुत सम्पत्ति छानबिन गरी कारबाही नगरेसम्म देशमा भ्रष्टाचारको समस्या अन्त्य हुन नसक्ने ठोक्वा गर्नुभएको छ। उहाँले सरकारलाई बिना राजनीतिक हस्तक्षेप छानबिन प्रक्रिया अघि बढाउन आह्वान गर्नुभएको छ। डाक्टर भट्टराईले अहिले देखिएको आन्दोलन पुरानो राजनीतिक प्रणालीप्रति जनताको वितृष्णा भएको बताएका छन्। जेनजी आन्दोलनमा षड्यन्त्रकारीको ठूलो घुसपेट भएको नेपाली कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काको आरोप। नेपाली कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काले जेनजी आन्दोलनको पवित्र उद्देश्यलाई भत्काउन षड्यन्त्रकारीहरूले ठूलो घुसपेट भएको आरोप लगाउनु भएको छ। उहाँले आन्दोलनलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्ने प्रयास भएको बताउनुभयो। खड्काले आन्दोलनमा अराजक तत्त्वहरू हावी हुन खोजेको र यसले शान्तिपूर्ण आन्दोलनलाई दूषित तुल्याएको टिप्पणी गरेका छन्। ओली देवासहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी, सरकारले अनुसन्धान अघि बढाउने। जेनजी आन्दोलनको माग र देशव्यापी दबावपछि सरकारले केपी शर्मा ओली, शेरबहादुर देवासहित शीर्ष नेताहरूको राजधानी रोक्का गर्ने तयारी गरेको छ। जेनजी दमनमा संलग्नता र भ्रष्टाचारको आरोपबारे सरकारको अनुसन्धान अघि बढाउने तयारी गरेको स्रोतले बताएको छ। यो कदमले नेपालको राजनीतिमा भूकम्प ल्याउन सक्ने विश्लेषण गरिएको छ र यसले ठूला नेताहरूको विदेश यात्रामा रोक लगाउन सक्नेछ। राजधानी रोक्का भएपछि उनीहरू देश बाहिर जान पाउने छैनन्। जेनजीलाई गोली हान्न आदेशको आरोपमा लागेका सिडिओलाई मन्त्रालयमा तानियो। जेनजी प्रदर्शनकारीमाथि गोली हान्न आदेश दिएको आरोप लागेका एक प्रमुख जिल्ला अधिकारी सिडिओलाई सम्बन्धित मन्त्रालयमा तानिएको छ। यो कदमलाई प्रधानमन्त्रीले सुशासनको दिशामा चालेको पहिलो कदमको रूपमा हेरिएको छ। घटनाको थप छानबिन गरी दोषी उप कारबाही हुने अपेक्षा गरिएको छ, जसले प्रहरी प्रशासनमाथि नागरिकको विश्वास बढाउन मद्दत गर्नेछ। प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिने अरू अधिकारीहरूमाथि पनि छानबिन हुने बताइएको छ। राष्ट्र भूमि आयोग खारेज, 1444 कर्मचारीको रोजगारी धरापमा। सरकारले राष्ट्र भूमि आयोग खारेज गर्ने निर्णय गरेको छ। यस निर्णयसँगै आयोगमा कार्यरत 1444 कर्मचारीहरूको रोजगारी धरापमा परेको छ। भूमिहीन सुकुम्बासी र अव्यवस्थित बोसोबासीलाई जग्गा उपलब्ध गराउन गठन भएको आयोग खारेज भएपछि लाखौं भूमिहीन जनताको जग्गा पाउने आशामाथि धक्का पुगेको छ। सरकारले यो निर्णय खर्च कटौती र प्रशासनिक सुधारका लागि गरेको बताएको छ। बिना अनुमति सडक खन्ने व्यक्तिलाई काठमाडौँ महानगरको नगर प्रहरी बलद्वारा 50,000 रुपियाँ जरिवाना। काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले सडक सुशासन कायम गर्न कडाई गरेको छ। नगर प्रहरी बलले बिना अनुमति सडक खन्ने एक व्यक्तिलाई 50,000 रुपियाँ जरिवाना गरेको छ। यो कारबाही सडक सुशासन कायम गर्न महानगरले चालेको कडाई उदाहरण हो। महानगरले सार्वजनिक सम्पत्तिको जताभावी दुरुपयोग गर्नेलाई कडा कारबाही गर्ने जनाएको छ। महानगरले यो कदम शून्य सहनशीलताको नीति अन्तर्गत चालेको हो। जरिवाना गरिएका ती व्यक्तिले भने
महानगरको निर्णयको विरोधमा पुनरावेदन गर्ने बताएका छन्। पूर्व निर्देशक डाक्टर डम्बर खड्काको सुर्खेत स्थित घर खरानी जन्मथलोको सेवा गर्नु नै अभिशाप भयो भन्दै उहाँ भावुक। पूर्व निर्देशक डाक्टर डम्बर खड्काको सुर्खेत स्थित घर खरानी भएको छ। अज्ञात व्यक्तिले आगजनी गरेको आशंका गरिएको छ। घटनापछि डाक्टर खड्काले जन्मथलोको सेवा गर्नु नै अभिशाप भयो भन्दै सामाजिक सञ्जालमा भावुक अभिव्यक्ति दिएका छन्। यो घटनाले सुरक्षा अवस्थामाथि प्रश्न उठाएको छ र प्रहरीले घटनाको छानबिन गरिरहेको छ। व्यक्तिगत रिसेवी वा राजनीतिक प्रतिशोधका कारण यो घटना भएको हुन सक्ने अनुमान गरिएको छ। आगोले घरभित्रको सबै महत्त्वपूर्ण कागजातहरू र लाखौंको सामान नष्ट भएको छ। जेन्जी प्रदर्शनका क्रममा झापाबाट दुर्लभ कछुवा चोरी र प्रतिष्ठानमा 70 लाख बराबरको क्षति। जेन्जी प्रदर्शनका क्रममा झापाको एक प्रतिष्ठानबाट दुर्लभ कछुवा चोरी भएको छ भने प्रतिष्ठानमा 70 लाख रुपियाँ बराबरको क्षति भएको छ। तोडफोड र आगजनीका कारण ठूलो क्षति भएको हो। यो घटनाले आन्दोलनको आडमा आपराधिक गतिविधि भएको तर्फ संकेत गरेको छ। दुर्लभ प्रजातिको कछुवा चोरी हुनुले वन्य जन्तु तस्करीमा संलग्न समूहको भूमिका हुन सक्ने आशंका गरिएको छ। प्रहरीले चोरी र आगजनी दुवैको छुट्टा छुट्टै अनुसन्धान गरिरहेको छ। संघीय खर्च कटौतीको निर्देशनमा कोशीका मुख्यमन्त्री कार्कीको कडा आक्रोश, हुकुमी शासन नचल्ने चेतावनी। संघीय सरकारले पठाएको खर्च कटौतीको निर्देशनमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले कडा आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले केन्द्रको हुकुमी शासन नचल्ने चेतावनी दिँदै प्रदेश सरकारलाई हस्तक्षेप नगर्न माग गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले प्रदेशको आवश्यकतालाई केन्द्रले व्यवस्था गरेको आरोप लगाउनु भएको छ। यो विषयले केन्द्र र प्रदेश बीचको सम्बन्धमा थप तिक्तता ल्याएको छ। संघीय सरकारले प्रदेशहरूलाई वित्तीय सङ्कटको बहाना कमजोर बनाउन खोजेको उहाँको तर्क छ। डाक्टर भट्टराईको टिप्पणी, कांग्रेस एमाले माओवादी सुध्रिँदैनन्, वैकल्पिक शक्तिहरू बालेन्द्र शाह र हर्क साम्पाङको एक ठाउँमा आउन आह्वान। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपाली कांग्रेस एमाले र माओवादी केन्द्र अब सुध्रिन नसक्ने टिप्पणी गर्दै देशलाई अगाडि बढाउन वैकल्पिक शक्तिहरू एक ठाउँमा आउन आह्वान गरेका छन्। उहाँले काठमाडौँका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङ जस्ता युवा नेतृत्वलाई एकताबद्ध भएर राष्ट्रिय शक्तिको निर्माण गर्न सुझाव दिनुभएको छ। डाक्टर भट्टराईको यो आह्वानले नयाँ राजनीतिक ध्रुवीकरणको सम्भावना देखाएको छ। उहाँले पुरानो पुस्ताका नेताहरूले देशलाई गम्भीर सङ्कटतर्फ लगेको आरोप लगाउनु भएको छ। सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचनको तयारीमा, टिकट वितरणबारे जनतासँग सुझाव माग। सीके राउत नेतृत्वको जनमत पार्टी आगामी निर्वाचनको तयारीमा जुटेको छ। पार्टीले टिकट वितरणबारे जनतासँग सुझाव माग गर्ने नौलो अभ्यास सुरु गरेको छ। यसले राजनीतिमा पारदर्शिता र जनसहभागिता बढाउने विश्वास लिएको छ। आम जनताको रायलाई महत्त्व दिएर टिकट वितरण गर्ने यो प्रक्रियालाई सकारात्मक कदम मानिएको छ। पार्टीले मध्य प्रदेशका सबै निर्वाचन क्षेत्रमा जनताको राय सङ्कलन अभियान थालेको छ। मधेस केन्द्रित दलहरू बीच एकताको बहस सुरु। मधेस केन्द्रित दलहरू जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाज पार्टी लोसपा, राष्ट्रिय मुक्ति पार्टी रामुपा र नागरिक उन्मुक्ति पार्टी बीच एकताको बहस सुरु भएको छ। राजनीतिक अस्थिरतालाई मध्यनजर गर्दै शक्तिशाली वैकल्पिक शक्ति निर्माणका लागि एकता प्रयास थालिएको हो। मधेसका मुद्दाहरूलाई एकीकृत रूपमा उठाउन यो एकता आवश्यक रहेको उनीहरूको भनाइ छ। यो एकताले मधेसको राजनीतिमा नयाँ समीकरण ल्याउन सक्नेछ। दशैं नजिकैसँग विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा यात्रुको चाप आन्तरिक हवाई उडानमा बढेको छ। हवाई कम्पनीहरूले हिजो एकतर्फी 167 उडान तालिका सार्वजनिक गरेका थिए, जुन सामान्यभन्दा धेरै हो। हवाई यात्रा महँगो भए पनि धेरै यात्रुहरूले समय बचत गर्न हवाई मार्ग रोजेका छन्। जहाजमा यात्रुको चाप अत्याधिक बढेको कारण धेरै जसो उडानहरू फुल बुकिङमा चलिरहेका छन्। धादिङको जोवाङ खोलामा फेरि पहिरो खस्यो। पृथ्वी राजमार्ग अवरुद्ध हुँदा दशैंको यात्रु बाटैमा रोकिए। धादिङको जोवाङ खोलामा फेरि ठूलो पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। यसका कारण दशैं मनाउनु घर हिँडेका यात्रुहरू बाटैमा रोकिएका छन् र उनीहरूले ठूलो शास्ति बेहोर्नु परेको छ। सडक खुलाउन प्रयास भइरहेको छ। मनसुन सक्रिय रहेकाले सडक तत्कालै खुल्नेमा आशंका रहेको छ। प्रहरीले वैकल्पिक मार्गको प्रयोग गर्न यात्रुलाई आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशकको जानकारी, नेपालमा अझै एक हप्ता मनसुन सक्रिय रहने। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक अनुसार नेपालमा अझै एक हप्तासम्म मनसुन सक्रिय रहने सम्भावना छ। यसले दशैंको समयमा वर्षा र बाढी पहिरोको जोखिम कायमै रहने संकेत गरेको छ। यात्रुहरूलाई यात्रामा सावधानी अपनाउन विभागले आग्रह गरेको छ। धेरै वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च रहेको विभागले जनाएको छ।
हलेसी तुवाचुङ नगरपालिकामा करिब 1 घण्टाको अन्तरमा 2 छिमेकीको घर र गोठमा अज्ञात व्यक्तित्वबाट आगजनी। हलेसी तुवाचुङ नगरपालिकामा करिब 1 घण्टाको अन्तरमा 2 छिमेकीको घर र गोठमा अज्ञात व्यक्तिले आगजनी गरेका छन्। यसबाट ठूलो भौतिक क्षति भएको छ। घटनापछि स्थानीय बासिन्दा त्रसित भएका छन् र प्रहरीले अनुसन्धान सुरु गरेको छ। आपसी रिसिभी वा आपराधिक समूहको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। आगजनीबाट लाखौं मूल्यको धनमाल र चौपाया नष्ट भएको छ। नेपालमा छेपारोको 2 नयाँ प्रजाति फेला परेका छन्। यिनीहरूको नाम मकवानपुर गढी वेन्टोड गेको र चुरे वेन्टोड गेको राखिएको छ। यसले नेपालको जैविक विविधतालाई थप समृद्धि बनाएको छ। यी नयाँ प्रजातिहरूको संरक्षण गर्नुपर्नेमा वैज्ञानिकहरूले जोड दिएका छन्। यी छेपारोहरू विशेष गरी चुरे क्षेत्रका चट्टान भूभागमा फेला परेका छन्। ऊर्जा मन्त्री कुलमान घिसिङले हरित हाइड्रोजन ऊर्जा प्रवर्धनमा सहयोगका लागि स्विजरल्यान्डका राजदूतसँग आग्रह गर्नुभएको छ। नेपालले हरित ऊर्जाको विकासमा जोड दिइरहेको सन्दर्भमा यो आग्रह महत्त्वपूर्ण छ। हरित हाइड्रोजन उत्पादनबाट देशको ऊर्जा मिश्रणलाई विविधीकरण गर्ने लक्ष्य राखिएको छ। स्विजरल्यान्डले यस क्षेत्रमा लगानी र प्राविधिक सहयोग गर्ने आश्वासन दिएको छ। Xiaomi मोबाइल खरिद गर्ने ग्राहकका लागि 50 लाखसम्मको उपहार घोषणा। Xiaomi मोबाइल कम्पनीले दशैं तिहार र छठ पर्वको अवसरमा मोबाइल खरिद गर्ने ग्राहकका लागि 50 लाख रुपियाँसम्मको उपहार घोषणा गरेको छ। यो उपहार योजनाले ग्राहकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। यो योजना फेस्टिभ सिजनमा मोबाइल बजारलाई चलायनमा बनाउन ल्याएको हो। बम्पर उपहारमा कार र विदेश भ्रमण पनि समावेश गरिएको छ। विदेशको एक दुर्गम पहाडी क्षेत्रमा भएको भयानक केबल कार दुर्घटनामा 7 जना बौद्ध भिक्षुको दुःखद मृत्यु भएको छ। स्थानीय समय अनुसार बिहानको 9:30 बजेतिर भएको यो दुर्घटनामा केबल कारको तार चुडिएर कारहरू गहिरो खोजमा खसेका थिए। मृतकहरूमा भारत, रुस र रोमानियाका 3 जना भिक्षुकहरू रहेको पुष्टि भएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। यद्यपि प्राथमिक अनुसन्धानले प्राविधिक खराबीलाई कारण देखाएको छ। घटनास्थलमा उद्धार कार्य जारी रहेको र अन्य यात्रुको अवस्थाबारे जानकारी आउन बाँकी रहेको छ। मृतक भिक्षुहरू सो क्षेत्रको एक प्रसिद्ध गुम्बामा धार्मिक सम्मेलनमा सहभागी हुन गइरहेका थिए। भारतको रक्षा अनुसन्धान तथा विकास संगठन DRDOले आफ्नो सुरक्षा क्षमतामा एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। DRDOले रेलमा आधारित मोबाइल लन्चरबाट पहिलो पटक मध्यम गतिको अग्नि प्रायम मिसाइलको सफल परीक्षण गरेको छ। यो परीक्षण ओडिसाको तटबाट गरिएको थियो। यो मिसाइलले आणविक हतियार बोक्ने क्षमता राख्छ र 1000 देखि 2000 किलोमिटरको दायरा भित्र लक्ष्यहरूलाई निशाना बनाउन सक्छ। उत्तर पश्चिम भेनेजुएलाको जुलिया राज्यमा 6.3 म्याग्निट्युडको भूकम्प महसुस। उत्तर पश्चिम भेनेजुएलाको जुलिया राज्यमा 6.3 म्याग्निट्युडको शक्तिशाली भूकम्प महसुस गरेको छ। स्थानीय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको गहिराईमा रहेकाले ठूलो क्षति भएको अनुमान छैन। यद्यपि धेरै भवनहरूमा सामान्य क्षति पुगेको र केही भागमा पहिरो गएको प्रारम्भिक रिपोर्ट आएको छ। स्थानीय अधिकारीहरूले जनतालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। विश्वभर लाबुबु डल नामक ब्लाइन्ड बक्स खेलौनाको क्रेज बढिरहेको बेला नक्कली खेलौनामा हानिकारक रसायन भेटिएको छ। बेलायतको बजारमा यस्ता नक्कली खेलौनाहरूको बिगबिगी देखिएको छ, जसले उपभोक्ताको स्वास्थ्यमा जोखिम पुर्याएको छ। स्वास्थ्य विशेषज्ञहरूले बच्चाहरूका लागि यो रसायन खतरनाक हुने चेतावनी दिएका छन् र अभिभावकहरूलाई आधिकारिक स्टोरबाट मात्रै खरिद गर्न सल्लाह दिएका छन्। नेपाल र वेस्ट इन्डिज बीच क्रिकेट सम्बन्ध बाक्लिँदै नेपालले आइसिसी पूर्ण राष्ट्र वेस्ट इन्डिजसँग पहिलो पटक T20 श्रृङ्खला खेल्दै नेपाल र वेस्ट इन्डिज बीचको क्रिकेट सम्बन्ध बाक्लिने भएको छ। नेपालले आइसिसी पूर्ण राष्ट्र वेस्ट इन्डिजसँग पहिलो पटक T20 श्रृङ्खला खेल्ने भएको छ। यो श्रृङ्खलाले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय स्तरलाई अझ माथि उठाउने विश्वास गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले यो श्रृङ्खला नेपाली खेलाडीको अनुभव बढाउने बताएको छ। श्रृङ्खलाको मिति र स्थान छिटै सार्वजनिक गरिनेछ। अमेरिकामा नयाँ घरको बिक्री बढेर अगस्त महिनामा 3 वर्ष यताकै उच्च स्तरमा पुगेको छ। अमेरिकी तथ्याङ्क विभागको अनुसार एकल परिवार बस्ने घरको बिक्री गएको वर्ष सोही अवधिको तुलनामा अगस्तमा 20.5% ले बढेको छ। यो बिक्री दर सन् 2020 को सुरुवात यताकै सबैभन्दा उच्च हो। अर्थशास्त्री तथा विश्लेषकहरूले बिल्डरहरूको दिएको मूल्यमा छुट र केन्द्रीय बैंकले ब्याज दर घटाएको कारणले बिक्रीले टेवा पाएको बताएका छन्। बिल्डरहरूले क्रेता पाउन छाडेपछि भएको नयाँ घरको ओभर सप्लाई कम गर्न छुट तथा अन्य इन्सेन्टिभहरू दिएकोले बिक्री बढेको हो। यद्यपि अमेरिकामा किनबेच हुने कुल घरमा नयाँ घरको अनुपात केवल 14% मात्रै रहेको, समग्र घर जग्गा बजार भने अहिले पनि सुस्त नै रहेको टिप्पणी गरिएको छ।
यही समाचारसँगै आजका प्रमुख खबरहरू यति नै। यो समाचार प्रस्तुति तपाईँलाई कस्तो लाग्यो कृपया कमेन्ट बक्समा आफ्ना विचारहरू राख्नुहोला। यदि मन परेको छ भने लाइक र शेयर गर्न पनि नबिर्सनुहोला। फेरि अर्को समाचार बुलेटिनमा भेट्ने नै छौँ। तबसम्मका लागि बिदा चाहन्छु। धन्यवाद।